कुरा पैसाको। Produced by Nepal Watch, exclusively marketed by Susri Media, exclusively on AP1 SD, Nepal Watch YouTube channel. नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैँ सजिलो, सबै सजिलो, किनकि यसमा सबै छ। कुरा पैसाको। नमस्कार, म भुवन दाहाल। फाइनान्सियल लिटरेसी नेपाल र नेपाल वाचको सहकार्यमा तयार गरेको यो कार्यक्रममा हामी वित्तीय साक्षरताका विविध विषयहरूको बारेमा छलफल गर्दै आएका छौँ। आजको हाम्रो छलफलको विषय रहेको छ विद्या नै धन हो। विद्या नै धन हो त भन्छौँ, तर फेरि नेपालमा के पनि भन्ने चलन छ भने सरस्वती र लक्ष्मीको बास सँगसँगै हुँदैन। तर आज मैले यस्तो अतिथि निम्ति आएको छु जसमा चाहिँ सरस्वती र लक्ष्मी दुईटैको बास भएको छ। उहाँ हुनुहुन्छ डाक्टर राजेन्द्र केसी सर। चाहिँ आफ्नो विषयमा पिएचडी पनि गर्नुभएको छ, साथसाथै विभिन्न व्यवसाय पनि गरिराख्नु भएको छ। भने चाहिँ सरस्वती र लक्ष्मीको बास एकै व्यक्तिमा हुनसक्छ भन्ने एउटा उदाहरण हुनुहुन्छ डाक्टर राजेन्द्र केसी सर। आज मैले उहाँलाई अतिथिको रूपमा निम्ति आएको छु। उहाँ चाहिँ शिक्षा क्षेत्र र पर्यटन क्षेत्र अथवा हस्पिटालिटी क्षेत्रमा लगानी गरिराख्नु भएको छ। सर, हजुरलाई स्वागत छ। नमस्ते सर। सर, अघि नै मैले भने सर यो शिक्षा जसको हुन्छ त्यसले चाहिँ धन कमाउन सक्दैन भनेर भनिन्छ। तर हामीले सर केटाकेटीमा पढ्दा चाहिँ के पढ्थ्यौँ भने एउटा विद्या ददाति विनयम विनय दाति पात्रतम पात्रत्वाद धनामाप्नोति धनात् धर्म तथा सुखम। विद्या भयो भने मान्छे विनयशील हुन्छ, विनयशील भयो भने एकदम सक्षम हुनसक्छ, योग्य पात्र हुन्छ, योग्य पात्र भएपछि उसले चाहिँ धन कमाउँछ, धन कमाएपछि धर्म हुन्छ, त्यसपछि सुख हुन्छ भनेर भनिन्छ। सर, अब विनयशील पनि हुनुहुन्छ, राम्रो पात्र पनि हुन्छ, धन पनि कमाउनु भएको छ र धर्म पनि गरिराख्नु भएको छ, सुख पनि यसले अवश्य सरलाई मिल्या होला। सरलाई के लाग्छ सर, यो भनाइसँग सरको सहमति छ अथवा सरको भिन्न मत छ सर? हस्, थ्याङ्क यू सो मच सर। अब यो सरले एकदम राम्रो कुरो निकाल्नुभयो, किनभनेदेखि धन र विद्या एकै ठाउँमा हुँदैन भनेर है। हजुर सर, भनिन्छ। अब भनिन्छ भनेर एउटा जुन हामीले पहिलादेखिको किम्बदन्ती भनौँ है, हजुर, त्यो चाहिँ भयो। अनि पहिला मलाई लाग्छ भन्ने चलन के थियो होला भने यो सरस्वती र लक्ष्मी एकै ठाउँमा हुँदैन भनेर त्यो किम्बदन्ती नै भन्छु म। किनभनेदेखि यो चाहिँ विद्या केलाई भन्ने सबभन्दा पहिलो। हजुर हो नि। विद्या केलाई हो भन्दा मान्छे ज्ञानी हुने, विवेकी हुने, धेरै सब कुरोमा सभ्य हुने, ऊ ह्युमर हुनेदेखि लिएर सबै कुरो प्रत्येक सोसाइटीसँग मिलेर काम गर्न सक्ने, सोसाइटीसँग ग्राउन्डसँग पनि मिल्न सक्ने, अथवा यसलाई म भन्दा लोकल टु ग्लोबल मान्छेले काम गर्न सक्नेलाई चाहिँ शिक्षा भन्ने हो। हजुर। अब त्यति बेला के थियो भने यो लोकल टु ग्लोबल हुनुभन्दा पनि यो शिक्षा भनेर चाहिँ त्यति बेला के थियो भने डिग्री लिने। तर त्यो डिग्री चाहिँ कस्तो डिग्री भनेदेखि करिकुलममा बेस डिग्री, प्र्याक्टिकल छैन, प्र्याक्टिकल थिएन। ओके है। अनि अब त्यति बेला केसम्म थियो भने क्वालिटी एजुकेसन केलाई भन्ने त भन्दा क्वालिटी एजुकेसन अब त्यति बेला त जिपिए पनि थिएन, फर्स्ट डिभिजन ल्याउनलाई, गोल्ड मेडलिस्ट हुनेलाई, सबैलाई जित्नेलाई यस्तो शिक्षा थियो। हजुर। अनि अब हाम्रो शिक्षा अहिले के भयो भन्दा समय सापेक्षिक चेन्ज भइरहेछ। त्यो चेन्ज के हो भन्दा शिक्षा सबैलाई जित्ने होइन नि, शिक्षा कम्पेयर गर्ने नि होइन नि, को ठुलो को सानो भन्ने कम्पेयर होइन, नो कम्पेयर नो कम्पिटिसन भन्छौँ म। हेर्नुहोस् है, यो किनभने शिक्षाले कहीँ पनि कम्पेयर गर्दैन, कसैसँग कम्पिटिसन गर्दैन। शिक्षाले के भन्ने हो भने सबै बराबर हुने हो, सबै माथि पुग्ने हो, सबैले चरम चुलीमा पुग्ने हो। अनि अब त्यो बेलाको फिलोसफी र अहिलेको फिलोसफीमा यो चेन्ज आइसक्यो है। अनि त्यसले गर्दा चाहिँ अहिले शिक्षाले अब हामी भन्दै गर्छौँ शिक्षा त कम्पेयर पनि होइन, कम्पिटिसन पनि होइन। हामीले भन्छौँ नि यो जुन र घामको कम्पेयर गर्न मिल्छ र? दुईटैको आफ्नो ठाउँमा महत्त्व छ, ठाउँ छ। हाम्रो शिक्षाले के भन्दै आयो भने रात कटेपछि दिन हुन्छ, मेहनत गर्नुपर्छ, चुप लाग्नुपर्छ, धैर्य गर्नुपर्छ भने अब म के भन्छु, रात पनि आफ्नै महत्त्व छ, दिनको पनि आफ्नै महत्त्व छ। त्यससँग किन कम्पेयर गर्ने? त्यसले गर्दा चाहिँ के छ नि, रातको मस्ती निद्रा नपाउने मान्छे चाहिँ कति बिरामी हुन्थ्यो होला।
हाम्रो पहिलाको शिक्षामा भएका लेखिएका कुराहरू हामीले चेन्ज गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ। अब हामीले क्यारी अन कहाँ गऱ्यौँ भने त्यति बेलाको आजभन्दा 150-200 वर्ष पहिला कुरो, 300 वर्ष पहिला कुरो त्यति बेला ठिक थियो। अब त मान्छे चेन्ज भइसक्यो। हजुर। अब त जन्मिने साथ नपढे पनि उसलाई त्यो खालको नलेज भइसक्छ, नलेज धेरै चिजले जिनबाटै आइसक्छ। हजुर। ओके। त्यसले गर्दा चाहिँ यो हामीले शिक्षामा परिवर्तन गर्नुपर्ने छ। अब हजुरले भन्नुभएको कुरा कहाँनिर भने अब कहाँनिर ल्यायौँ भने यो सरस्वती र लक्ष्मीको एकै ठाउँ हुँदैन भन्ने कुरो त्यो त्यति बेला भनेको। अब अहिले त कस्तो छ भने हजुरले म भन्छु एउटा कसैले टेक्नोलोजी शिक्षा हो नि, हजुर, टेक्नोलोजी बुम गरिदियो भने क्लिक गरिदियो भनेदेखि ऊ 20 वर्ष मान्छेले अहिले हामीले देखिरहेको छौँ नि 20-25 कुरा गरौँ न सर, 25-30 वर्षमा चाहिँ मल्टिबिलिनियर भइरहेछ, बिलिनियर भइरहेछ। अनि त्यसपछि फेरि अहिले के हो भन्दा यहीँ नेपालमै भन्यो भने नि शिक्षा यस्तो चिज हो कसैले पनि राम्रो शिक्षा भयो भने त पैसा कमाउन सक्छ। एकदमै राम्रो शिक्षा भयो भने, अब नराम्रो शिक्षा भयो भने त भयो के भयो भने हाम्रो देशमा यही करप्सन भयो, कतिको अब लिडरहरूकै करप्टेड देखियो, ब्युरोक्रेटमै करप्टेड देखियो भने त्यो के छ नि राम्रो शिक्षाको गभर्नेन्स सिस्टम नजानेर नबुझेर त हो नि। यसको मतलब पैसाको लिमिट के त भन्दा यो अनलिमिटेड पैसा चाहिन्छ भन्ने होइन, ज्ञान मात्रै अनलिमिटेड चाहिने हो। त्यो ज्ञान अनलिमिटेड भएको त्यो पैसा कमाउन सक्छ। अनि हामी के छ नि पैसाले मान्छे कमाउने कि मान्छेले पैसा कमाउने अथवा व्यक्तिले पैसा कमाउने कि पैसाले व्यक्ति कमाउने अथवा कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने भन्दाखेरि मान्छेले पैसा कमाउने होइन। मान्छेले पैसा कमाउने भएपछि त त्यो के चाहियो भने त्यो मान्छेमै क्वालिटी चाहियो। हजुर एकदमै। त्यो कस्तो भने डिफ्रेन्ट तरिकाले काम गर्न सक्ने उसको क्वालिटी चाहियो। अब भनिन्छ नि हजुरको यो संसारमा 4% मान्छेले 96% मान्छेको रिसोर्स युज गरिरहेछ एउटा। अनि अर्को कुरो के हो भन्दा जति संसारको टप मोस्ट व्यावसायिक मान्छेहरू हेऱ्यौँ भने एन्टरप्रेनरहरू हेऱ्यौँ भनेदेखि उहाँहरूले हप्ताको एउटा बुक पढाएको छ है, म कयौँ बुक पढिरहेछ। यसको मतलब हामीले सिकिराख्नु भएको छ। हामीले के छ भने डिग्रीलाई मात्रै हामीले क्वालिटी भन्यौँ, डिग्रीले मात्रै हामीले चाहिँ यो एकाडेमिसियन भन्यौँ, त्यो होइन। जसले धेरै पढ्यो, धेरै बुक पढ्यो, धेरै स्टडी गर्यो, संसारको बारे बुझ्यो, त्यही शिक्षा त हो नि। हजुर हो। एकाडेमिक डिग्री भन्दा अर्को डिग्री पढेर र काम गरेर पाएको डिग्री जस्तो त्यो सस्टेन डिग्री, हजुर त्यो पढेको मात्रै डिग्री हुने होइन नि। पढेको मात्रै डिग्री त के छ भने त्यो फिलोसफी हो नि होइन र। अनि मैले त अहिले त कस्तो लाग्छ भने अर्को मनमा के लाग्छ भने सर आजसम्म धेरै बुकहरू अध्ययन गर्दाखेरि के देख्छु भनेदेखि जुन फिलोसफरहरूले लेखेका बुक उहाँहरूले चाहिँ काम नगरिकन लेखेको छ कि। अब त म के भन्छु भने काम गरे मान्छेले बुक लेख्नु पर्यो कि। भेरी गुड सरले वैकल्पिक सोचले काम गरे मान्छेले बुक लेख्नु पर्यो। अनि त्यसपछि गएर जीवन र जगतलाई चाहिने कुरो र उहाँले भोगेका घटनाहरू भोगेका पाएका कुराहरूलाई लेख्यो भने चाहिँ के हुन्छ भने अनि अर्को पढ्ने मान्छेलाई स्टुडेन्टलाई नै भनौँ अथवा कोही पनि हो जो पनि स्टुडेन्ट हुनसक्छ उनी हो, उहाँहरूलाई चाहिँ एउटा ज्ञानको लागि चाहिँ सहिलो हुन्छ। तर फिलोसफी मात्रै लेखाएको पढेर र गरे हिसाबले चाहिँ फेरि एउटा क्यारी अन गर्ने र यो ट्रान्सफर्मेसन गरिदिने, नलेज ट्रान्सफर्मेसन गरिदिने हो, त्यतिले चाहिँ काम गर्न सक्ने बन्न गाह्रो छ। सर हामीले समाजमा हेऱ्यौँ भने अब हामी सबैभन्दा ब्रिलियन्ट विद्यार्थीहरू अथवा भनौँ पढ्नमा जो राम्रो छ त्यो मान्छेले चाहिँ साइन्स पढ्ने, त्यसपछि डक्टर हुने, इन्जिनियर हुने भनेर भन्छौँ होइन। सरले मैले कति डक्टर इन्जिनियर आफैले चिन्छु पनि, तर उहाँहरूको कमाउनु भएको छ तर त्यसलाई फन्ड व्यवस्थापन गर्न जान्नु भएको छैन। उहाँहरूको आम्दानीभन्दा सामान्य खाले शिक्षा प्राप्त गर्नुभएको एकाडेमिक डिग्रीको मात्रै भने नलेजको हिसाबले नै ठिकै भएको मान्छेले चाहिँ धन धेरै कमाएको हामी देख्छौँ। सर त्यसमा चाहिँ केही ग्याप छ कि उहाँहरूलाई चाहिँ हामीले खालि एकाडेमिक डिग्री मात्रै दियौँ, फाइनेन्सियल लिटरेसी नभएको कारणले हो कि अन्य के कारण हो सर त्यो? अब हामी पहिला के भन्थ्यो नि हजुर, हामीले टाइममा चाहिँ के भन्थ्यो भनेदेखि
सबभन्दा राम्रो ट्यालेन्ट स्टुडेन्ट भयो वा राम्रा हाई मार्क्स ल्याउनेले चाहिँ हामी के भन्थ्यौँ भने यो इन्जिनियरिङ पढ्नुपर्छ मेडिकल साइन्स पढ्नुपर्छ भन्थ्यौँ है। फेरि त्यो पनि त्यति बेला टाइममा ठिक थियो किनभने त्यति बेला मेडिकल डक्टर र इन्जिनियर पढेपछि एकदम जब कमाइ पनि राम्रो हुन्थ्यो कमाइ पनि राम्रो अनि कमाइ राम्रो हुन साथमा प्रेस्टिजियस पनि हुने भन्ने सोसियल इन्भाइरोमेन्ट थियो। अब अहिले हेऱ्यौँ भने के छ भनेदेखि उहाँहरूको छैन म भन्दिनँ, तर अहिलेको जेनजी र अल्फा जेनेरेसनले त्यो पढ्न चाहिरहेको छैन। धेरैले पढ्न सक्ने पनि छ, पढ्ने बुद्धि पनि छ, टाइम पनि छ, तर जिपी 4मा 4 ल्याउनेले मेडिकल साइन्स र इन्जिनियर नपढिकन अरू विषय पढिरहेछ। अरू विषय पढ्दाखेरि म्यानेजमेन्ट पढ्नु भएको छ, यस्तै अरू विषय त धेरै छँदै पनि छैन नेपालमा। अनफर्चुनेटली भन्नुपर्दा के छ नि नेपालमा धेरै चोइस पनि छैन। अब संसारमा हेऱ्यो भने त अहिले यति धेरै चोइस छ, यति करिकुलम बन्यो, मान्छेले हाइब्रिड एजुकेसन ल्याइसकेको छ, एजुकेसनलाई ब्लेन्ड गरिसकेको छ। किनभने 2-3टा विधाहरूलाई एक ठाउँ राखेर त्यो जीवन उपयोगी बनाउने शिक्षा ल्याइसकेको छ है। त्यसले गर्दा यो अहिले हामीले हेर्दै यी सबै कुरा हेर्दै जाँदाखेरि एजुकेसन भने चाहिँ म त के भन्छु भने यो फाइनेन्सियल लिटरेसीको एउटा चिज कुरो हो है। फाइनेन्सियल लिटरेसी चाहिँ कस्तो छ भने सर मैले बुझेको चाहिँ मान्छेले त्यो जन्मिन साथमा त्यो लिएर आएको हुन्छ कि किनभने जन्मिन साथमा उसले बढी भइहाल्छ पैसाको जन्मिनुभन्दा अगाडि नै सर अनि मरेपछि पनि पैसा चाहिन्छ सर। गर्भदेखि उसको गर्भदेखि किनभने कस्तो खानिदिने त्यो आमालाई पनि कस्तो खानिदियो भने त्यो बच्चा राम्रो हुन्छ त क्वालिटीको खाना हो नि सर। अनि कस्तो सुन्ने भनेपछि त्यो सबै पैसा लाग्छ नि। त्यसले गर्दा यो पैसाको रिलेसन छ नि फाइनेन्सियल लिटरेसी कुरो मान्छेसँग जहिले पनि जोडिन्छ। केटाकेटीदेखि नै हामीले सिकाउनु पर्यो नि सर, उनीहरू बुझ्ने भएपछि जहिले पनि उसले त त्यो बच्चाले त बुझेर त त्यो पेटबाटै बुझेर आएको हुन्छ। म चाहिँ डक्टर इन्जिनियर मात्रै पढाएर पुगेन, यो पैसाको कुरा पनि सँगसँगै स्कुलदेखि नै पढाउन थाल्यो भने सुनमा सुगन्ध हुन्थ्यो कि के हुन्थ्यो यो सर? यस्तो छ सर, यो हेर्नुहोस् है इन्डाइरेक्टली सबैले बुझ्नुपर्ने र बुझ्या छ है। हजुर सर। इन्डाइरेक्टली कमाउनु पर्ने चाहिँ भन्ने सबैलाई छ, तर कमाउने कसरी भन्ने ढङ्गमा चाहिँ पुगेको छैन कि सर। कमाएकोले पनि व्यवस्थापन गर्न नसकेर म चाहिँ सडकमा आएको पनि देखाएको छु सर। फेरि त्यो पनि हो। अनि अरू कुरो के पनि छ भनेदेखि हाम्रो देशमा के हो भने पैसाको महत्त्व धेरै छैन। म एउटा प्र्याक्टिकल कुरो भन्छु, हजुर सर, कहीँ पनि लेखा छैन होला त्यो कुरो के हो भने त्यो चाहिँ कुरो जापानमा हेऱ्यो भने अनि संसारको अमेरिकामा हेऱ्यो भनेदेखि लिएर सबैभन्दा महँगो सिटीहरूमा हेऱ्यो भने त्यो ठाउँमा पैसाको महत्त्व छ। अब त्यो सिटीमा त्यस्तो महत्त्व छ। अब हाम्रो देशमा हेऱ्यो भने काठमाडौँमा हेऱ्यो भने पैसाको महत्त्व छ। अनि हामीले जिल्लामा हेऱ्यौँ भने अलिक कम महत्त्व छ, पैसा धेरै छैन। अनि तपाईँ गाउँमा जानुहोस् पैसा छैन तर पैसा महत्त्व छैन। म कहाँबाट इक्जाम्पल दिन्छु भने आजसम्म अहिले कुनै पनि मान्छे गाउँमा गएर बस्यो भने बेलुका गएर गाउँमा कसैको घरमा बस्यो भने पैसा तिर्नु पर्दैन भनेदेखि अनि उहाँले पैसा दियो भने नि ल बेलुकाको पाहुना आउँदा हामीले पैसा लिनु हुन्छ लिँदैनौँ, तर उहाँहरूसँग पैसा छैन। सर त्यो चाहिँ हाम्रो संस्कार जुन अतिथि देवो भव भन्ने भन्छ त्यही घरको परिवारको मान्छेहरू चाहिँ पैसा कमाउन फेरि विदेश गइराख्नु भयो होला नि सर, तिनीहरूलाई पैसाको महत्त्व छ। अब यस्तो पनि भयो, त्यो चाहिँ हाम्रो संस्कारको कारणले एकदम राम्रो संस्कार हो सर। त्यो एउटा संस्कार, किनभने पैसा देखेको पनि छैन, महत्त्व पनि मतलब भएन। अनि फेरि त्यही घरको छोराछोरीहरूले के गरिरहेको छ भनेदेखि हजुरले भन्नुभएको जस्तै आउट अफ नेपाल गएको छ धेरैजना। अब एउटा कुरो बाध्यता भयो, किन बाध्यता भने युथ छ, भर्खरको उमेरको छ। अब उहाँको इन्ट्रेस्ट के छ भन्दा एउटा राम्रो घर बनाउने, बिहा गर्ने, भेहिकल मोटरसाइकल किन्ने, अनि एउटा व्यवसाय गर्ने, त्यसको लागि त पैसा चाहियो। हजुर हो। अनि फेरि यहाँ नेपालमा कोसिस गर्यो, नसकेपछि बाहिर गयो भनेपछि यो कुरो के हो भने पैसाको रियल महत्त्व चाहिँ के हो भन्दा जति अर्बान हुँदै गयो, अर्बान एरिया हुँदै गयो त्यहाँ बढी महत्त्व हुन्छ। हजुरले कुनै पनि जस्तो सिङ्गापुरमा नथिङ इज फ्री भन्छ, हेर्नुहोस् है। त्यो त अमेरिकामै पनि हुन्छ, केही पनि फ्री छैन। एउटा अङ्ग्रेजीमा भनेको थियो नि सर, देयर इज नो फ्री लन्च भन्ने छ नि सर। नथिङ इज फ्री भन्छ उनीहरू चाहिँ। अब भनेपछि
हाम्रो गाउँमा गएर त फ्री छ नि, अहिले पानी त पे गर्नु पर्दैन नि। हजुर कुनै त्यो आफ्नो प्रडक्ट छ नि, किसानको प्रडक्ट फ्रीमै दिनुहुन्छ ल, केरा सेरा अथवा केही छ काक्लोहरू छ भने खानुहोस् न भन्नुहुन्छ। हेर्नुहोस् है, हाम्रो संस्कारसँग लिङ्क भयो सर, हाम्रो त्यो संस्कार पनि भयो। अनि अर्को दोस्रो कुरो फाइनेन्सियल लिटरेसी थाहा नभएको पनि कुरो आयो। किन थाहा नभएको भने त्यसको महत्त्वै थाहा भएन, किनभने त्यहाँ फाइनेन्स नै चाहिएन। आफ्नो घर छँदैछ, आफ्नो प्रडक्सन छँदैछ, त्यहीँ खानी बस्ने, अनि अब लाउनलाई थोरै पैसा भए पुग्छ, अनि इन्ट्रेस्ट धेरै छैन। हजुर मैले सरले भनेको मलाई सम्झना भयो सर, एउटा हाम्रो महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुना मदनमा भन्नुभएको छ नि सर, हातका मैला सुनका थैला के गर्नु धनले, सागर सिस्नो खाएको बेसा आनन्दी मनले। त्यो चिज उहाँहरूले पालना गर्नुभयो नि सर। त्यो चिज उहाँहरूले पालन गर्नुभयो। अब म चाहिँ फेरि के भन्छु भने त्यो चिज अब हामीले चेन्ज गर्नुपर्छ। एक्ज्याक्टली सर, अब म त्यही पोइन्टमा अब हामीले चेन्ज गर्नुपर्छ, किनभने त्यो बेलामा त्यो ठिक थियो। हजुर है, त्यो किनभने देशैभरि जहाँ गए नि पैसाको मतलब थिएन। अब अहिले त पैसाको कुरो भयो नि, यो फेरि संसारमा सबै कुरोको छ नि, केहीको नि हेर्दाखेरि यो हाम्रो इन्टेन्जिबल एसेसहरू र टेन्जिबल एसेसहरू हेऱ्यो भने नि त्यस्तो काउन्ट गर्ने कुराहरू त्यस्तो नभइकन पैसा त काउन्ट गर्ने चिज भने हाम्रो यो धरतीमा पैसाभन्दा अरू त चिज छैन नि। पैसाले धेरै चिज किन्न सकिने भयो सर, त्यही माया प्रेम संस्कार। पैसाले धेरै चिज किन्न नि सक्ने, काउन्ट गर्नमा हामीले जोड घटाउ गर्नमा मिल्ने, जग्गा जोड घटाउ गर्न कुनै त्यस्तो चिज छैन। जग्गा पनि मिल्ला तर पैसाले सजिलो भयो सर। अब जोड घटाउ त धेरै चिज मतलब कस्तो छ नि, पैसाको जुन कारोबारले छ नि सहिलो, जुन मिडियम अफ एक्सचेन्जै भन्छ, पहिलाको बाटर सिस्टमलाई अहिले रिप्लेस पनि गर्यो। रिप्लेस धेरै चिजलाई रिप्लेस गर्न, अनि त्यो चिज गर्न सक्छ। अनि दोस्रो चिज, कुनै पनि संसारमा यो धरतीमा अरू चिजै छैन, पैसाले पाउने सबै, तर अरू चिजले केही पनि नपाउन नि सक्छ। हजुर पैसाले त सबै पाउँछ नि। हजुर सर, सबै पैसाले धेरै चिज किन्न सक्छ। हजुरसँग सबैभन्दा महँगो चाहिँ सुन हुन्छ अथवा चाहिँ डायमन्ड हुन्छ, तर डायमन्ड दिएर अर्को किन्न पाउनुहुन्न कि। हजुर, तर पैसाले त जे पनि किन्न पाएन। एकदमै सही। भनेपछि त त्यो चिजै के हो भन्दा हामीले मनी इज नथिङ भन्न मिल्दैन। म चाहिँ हातको मैला सुनको थैला के गर्नु धनले भन्ने कुराबाट हामी मुक्त हुनु पर्यो, पैसा कमाउनै पर्यो। जन्मिनुभन्दा अगाडि मरेपछि पनि सर हामीलाई पैसा चाहिने भयो होइन सर? जहिले पनि चाहिन्छ, तर कुरो के छ नि लिगली कमाउनु पर्यो, लिगली कमाउनु पर्यो, ट्रान्सपेरेन्सी हुनु पर्यो, एकाउन्टेबिलिटी। भुटानी शरणार्थी बनाए जसरी कमाउनु भएन, त्यो एकदमै राम्रोसँग कमाउनु पर्यो एकदम, तर त्यो निड हो। हजुर सर। कुरा पैसाको। सरले नेपालबाट MBA गर्नुभयो, अमेरिकाबाट सरले PhD गर्नुभयो। अहिले सर अब हस्पिटालिटी बिजनेसमा पनि हुनुहुन्छ, एजुकेसनको फिल्डमा स्कुल चलाइराख्नु भएको छ, कलेज चलाइरहनु भएको छ, विद्यार्थीहरूलाई शिक्षा दिइराख्नु भएको छ, र सरले पैसा पनि राम्रो कमाइराख्नु भएको छ। भने यो चाहिँ कसरी सम्भव हो सर? अब सरले त सरस्वती र लक्ष्मीको कुरालाई च्यालेन्ज गर्नुभयो आफ्नै लाइफको इक्जाम्पलबाट। सर कसरी धनी हुनुभयो सर? धादिङबाट केही नलिएर आएको मान्छे। अब सरले गजब भन्नुभयो। यो के हो भन्दा पहिलाको जुन आजभन्दा धेरै वर्ष पहिलाको एउटा फिलोसफी र अहिलेको चेन्ज आयो। हजुर। अहिले त्यो चेन्ज के हो भन्दा मैले अलिकति अगाडि नै भनेको थिएँ, के हो भने अब पैसा कमाउन हो भने मान्छेले पढ्नुपर्छ। एकदमै हेर्नुहोस् है, नपढिकन पैसा कमाउन सक्दैन, नपढिकन पैसा कमाउन सक्दैन, र त्यो मान्छे पुरै अपडेट हुनुपर्छ। आउटडेटेड नलेजबाट उसले पैसा कमाउन सक्दैन। र अब सरले मेरो केसमा भन्नुभयो कसरी पैसा कमाउनु भयो भनेर। PhD गर्नुभएको छ सरले? म दुईटै चिज भन्छु सर, मैले कमाएको छु है, र मैले बेसरी कमाएको छु नि भन्दिनँ, र नकमा पनि भन्दिनँ, मैले कमाएको छु। तर मैले कसरी कमाएको छु भनेदेखि मैले आफ्नो एकदमै काम गरेर कमाएँ। तर कस्तो काम गरेर कमाएँ भने मैले आजसम्म छ नि कुनै एक्सपेक्टेसनै गरिनँ। मैले पैसा कमाउँछु भन्ने हिसाबले मैले लागेन, मेहनत गर्दै जानुभयो, काम गर्दै जानुभयो। तपाईँ यो के छ भन्दा आफ्नो कर्म गर्दै गएपछि, तर म कहिले पनि पैसाको पछि लागिनँ, र मेरो पछि नै पैसा लाग्यो। हेर्नु, मेहनत गर्नुभयो, प्लानिङ जति लाग्यो, जति आयो म त्यसमै। आयो भने नि ठिक, नआयो भने नि ठिक। अनप्लानबाट जति आएको चिज छ नि त्यति नै गर्दा नि राम्रै लाग्यो। हेर्नुहोस् है, र अब रह्यो मैले पाएको अनुभव, जहाँ अनेस्टी र हार्डवर्किङ र त्यो कन्टिन्युटीले चाहिँ मलाई के देखायो भनेदेखि जे काम गर्दा पनि पैसा आउने भयो। अब फेरि पैसाको नो लिमिट छैन। हेर्नुहोस् है, अब एक खालको मान्छेहरू यस्तो छन् कि तपाईँ पैसाको पछि लागेर पैसा भनेर त्यो हो। मैले त्यो हिसाबले मैले भनेको छैन। पैसा यस्तो हुनु पर्यो,
आफ्नो कमाइ गरेको कुरो चाहिँ पैसाले फलो गर्नु पर्यो, फलोअप मनी है, र कुनै पनि चिजले फलोअप गरिदिनु पर्यो। यसले गर्दा चाहिँ के हो भन्दा मान्छेले अब पैसाको लिमिट मैले के भन्छु भनेदेखि नचाहिने गरी पैसा आवश्यक छैन भन्छु। फेरि सर मैले फेरि हजुरलाई रोकेँ। सरले पैसा जुन कमाउनु भयो, सरले अध्ययन पनि गर्नुभयो भने चाहिँ सर पैसासँग रिलेटेड विषय सरले अध्ययन गर्नुभयो? मैले एमबिए म्यानेजमेन्ट पढ्नुभयो भनेपछि त मोरलेस बिजनेससँग रिलेटेड विषय नै भयो होइन सर? पैसासँग रिलेटेड विषय पनि भयो। यो के रहेछ के पाएँ भनेदेखि मैले पढ्न त जीवनभर म्यानेजमेन्ट पढेँ। त्यही त पिएचडी पनि सरको थेसिस के थियो सर? म्यानेजमेन्टमै हो सर। के सर रिसर्चको टपिक के थियो सर? मैले एनजिओ एन्ड आइएनजिओ म्यानेजमेन्ट इन नेपाल यो कस्तो छ नि, यो दुईटाको बिचमा चाहिँ छ नि विच वान इज बेटर भनेर मैले चाहिँ त्यसरी गरेँ। म किनभने सोसियल सेक्टरमै काम गरे बेलामा सर जानुभएको थियो अमेरिका। अब रह्यो के सर, कस्तो छ भने मान्छेले पैसालाई यहाँ फरक तरिकाले गर्यो। मैले जति संस्था लिडरसिप ल्याएको कारणले मैले अति धेरै पैसा कमाएँ भन्ने एउटा ओपिनियन आउँछ है। तर कुरो के छ भनेदेखि त्यसले सर नेटवर्क त बढ्यो नि सर, रिलेसनसिप बढ्यो सर। के हुन्छ भनेदेखि मैले के छ नि ब्याङ्कको पैसा लिन पाएँ, एकदम सबैभन्दा बढी ट्रान्सप्यारेन्सी हुने इन्स्टिट्युसन ब्याङ्क हो। अनि त्यसपछि गएर पिपुलको इक्विटी भयो है। अनि त्यसबाट के हो भने कमाउने मान्छेले के गर्न सक्छ भने ब्याङ्कको त इन्ट्रेस्ट रेट त कम छ नि, खासै धेरै छैन। 10-12% त थियो होइन सर? तर अहिले त 7-8% आइसकेको छ। धेरै भएन 12%सम्म थियो। तर के छ नि 12% ब्याङ्कको हुँदाखेरि पनि उसले 20 कमाउनु पर्ला अथवा 30 कमाउनु पर्ला नि त पर्सेन्ट भनेपछि त्यो त एउटा के हो भने मान्छेले कमाइ गर्न सक्ने कि नसक्ने भन्ने कुरो हो एउटा। अनि दोस्रो कुरो के हो भने नेपाल एउटा यस्तो फर्टाइल ल्यान्ड हो सर। ओके, नेपाल चाहिँ एकदम फर्टाइल ल्यान्ड हो। एकदम हो। यो किन हो लगानीको लागि एकदम, यो जेको लागि पनि, यो जेको लागि पनि। र यो के छ नि जे काम गर्दाखेरि पनि यहाँ सम्भव छ। किन सम्भव छ भने संसारमै नभए चिज यहाँ छ, नेपालमा छ। त्यो चिज के हो भने सबैभन्दा होचो बेसी नेपालमा छ। सबैभन्दा अग्लो टावर सहरमा त यहाँ छ। यहाँ कहीँ नभएको 8वटा हिमालहरू संसारमै नभएको यहाँ छ। अनि यो देश हिमाल छ, पहाड छ, तराई छ। एउटै देशमा 3टा टाइपको भूगोल छ। त्यसले अब यहाँ चाहिँ उत्पादन गरे कफी संसारको सबभन्दा बेस्ट कफी अर्ग्यानिक कफीको रूपमा लिन्छ। अनि यहाँ जे उत्पादन गरे पनि अर्ग्यानिक रूपमा लिन्छ। हेर्नुहोस् है। र अनि डेभलप भएको छैन। जे काम गऱ्यो भने नयाँ हुन्छ भने त यो देश त कस्तो देश हो भनेदेखि एउटा फर्टाइल ल्यान्ड हो। सरले पैसा कमाउन चाहिँ सरले मेहनत गर्नुभयो होइन सर? सर इमान्दार हुनुहुन्थ्यो। मैले सरले टिम साथीहरूले सरलाई सहयोग गर्नुभयो र ब्याङ्कबाट पनि सरले चाहिँ लोन लिनुभयो। यसरी चाहिँ सरले चाहिँ शिक्षा क्षेत्र होस् कि अब यो हस्पिटालिटी होस् त्यसमा लगानी गर्नुभयो, त्यहीँबाट पैसा कमाउनु भयो नि सर? हो। भनेपछि पैसा कमाउन चाहिने चिज यही नै हो होइन? सिम्पल। यो कस्तो छ नि यो देशमा त ब्याङ्क त छ, 20वटा कमर्सियल ब्याङ्क छ, 17वटा डेभलपमेन्ट ब्याङ्क छ। र अनि यो देशमा काम गर्ने अपर्च्युनिटी स्थानहरू टन्नै छ, खाली ठाउँ छ। अहिले तपाईँको 36वटा जिल्ला त लगभग खाली छ भन्ने सुन्छु। अब मोर देन 80 लाख जनसङ्ख्या घटिरहेछ भन्नुभएको छ। जनसङ्ख्या यसरी घट्यो। कस्तो घट्यो भने एउटा यो जन्मिने रेट नै घट्यो है। दोस्रो कुरो चाहिँ अस्ति 10 वर्षको हिसाबले गर्दाखेरि पनि त्यो पपुलेसन उसमा चाहिँ इक्वेल छ। 10 वर्षमा कुनै पपुलेसन बढेन। अनि दोस्रो कुरो के छ नि नेपाली जनताहरू युथहरू विशेष गरेर युथहरू आउट अफ नेपाल भयो, ठाउँ खाली भयो र यो सबै समस्या यहाँबाट नि छ। अनि अर्को दोस्रो कुरो चाहिँ के हो भने हामीले छ नि पुरै जिरो भन्न हुँदैन यो देशलाई। किन जिरो भन्नु हुँदैन भनेदेखि हामीसँग यति धेरै ब्याङ्कहरू त अहिले त ब्याङ्कमा पैसा त फ्रिज भएर बसेको छ सर। नयाँ कन्सेप्ट ल्यायो भने नयाँ कन्सेप्टमा ब्याङ्कहरूले पैसा दिन नि तयार छ। काम त गर्नु पर्यो। अब विदेशमा गएर मपिङ गर्ने, क्लिनिङ गर्ने र ग्यास स्टेसनमा काम गर्ने अथवा कुनै ठाउँमा गएर भेडा बाख्रा चलाउने अथवा कुनै ठाउँमा गएर एग्रो फार्ममा काम गर्ने को सट्टा हाम्रै खाली रहेको जमिन त्यो काम यहाँ पनि गर्न सक्यो होइन? मजासँग गर्न सक्छ। र यो यहीँ फेरि हाम्रो मार्केट यति सहिल छ। इन्डिया र चाइनाको बिचमा हामी छौँ। चाइना र इन्डियालाई बेच्न सक्छौँ। हामीमा बानी डेभलप के भयो भनेदेखि उताबाट सामान ल्याएर आउने
अनि जे पनि सियोदेखि प्लेनसम्म बाहिरबाट ल्याउने अनि किन्ने खाने ग्यास हाम्रो देशमा चाहिँ 83,000 मेगावाट चाहिँ लगभगको क्यापेसिटी भएको र संसारको लगभग 200 धनी पानीमा छौँ, जलविद्युतमा छौँ र भनेपछि यो प्रकृतिले हराभरा बनाएको देश अब भने हामीले चाहिँ काम गर्न नसकेको कारणले त्यो समस्या छ र अब यसलाई चाहिँ काम गर्ने हो भनेदेखि पैसा छ नि सर। के छ भन्दा पैसा जेमा काम गरे भने नि जेमा काम गरे पनि छ। तपाईँको बाहिर अरू देशमा हेऱ्यो भने ब्रान्डेड काम नभइकन क्वालिटीको हाई क्वालिटी नभइकन कोही पिपुलले एक्सेप्ट गर्नेवाला छैन। यहाँ त उत्पादन मात्रै गऱ्यो भने पनि पुग्छ भनेदेखि यो एजुकेसनमा हेऱ्यो नि त्यही छ, हेल्थमा हेऱ्यो नि त्यही छ, अरू सेक्टर हेरी मार्केटको अरू सेक्टरहरूमा हेऱ्यो भने पनि त्यही छ। त्यसले गर्दा हामीले चाहिँ छ नि यो देशमा सम्भव चाहिँ अत्यन्तै छ। तर कुरो के छ भन्दा एउटै मात्रै कुरो समस्या बिग प्रब्लम अरू देशमा भन्दा पोलिटिकल स्टेबिलिटी नहुनु। पोलिटिकल पार्टीहरूले चाहिँ अब यदिन्जेलसम्म गरे पार्टीहरूले 3टा पार्टीहरूलाई हेर्दाखेरि हिस्ट्री हेऱ्यौँ भने हामीले के देख्छौँ भने 38 वर्षसम्म यो देश हेर्नुहोस् त जिडिपी हेऱ्यौँ भने नि त्यस्तो देख्दिनँ, अनि उद्योग धन्दाहरू पनि त्यस्तो देख्दिनँ। सानो देश, ब्युटिफुल कन्ट्री, तर 3टा पार्टीले चाहिँ नि गरे 38 वर्षसम्मकोलाई हेऱ्यो भनेदेखि त्यस्तो चेन्ज केही देख्दिनँ। हेर्नु सर, हजुर आफै नेपाली काङ्ग्रेससँग लामो समयदेखि आबद्ध हुनुहुन्थ्यो। नेपाली काङ्ग्रेस सर यो जेएनजीको मुभमेन्ट पछि चाहिँ सुध्रिन्छ, अब राम्रो हुन्छ भन्ने मान्छेहरू भनिराखेका छन्। सरको आफ्नो लामो नेपाली काङ्ग्रेसको बसाइको हिसाबले के सुध्रिन्छ जस्तो लाग्छ सर यो 3टा पुरानो पार्टी? एउटा कुरा के छ भने के सर, यो 3टै पार्टीको कुरो के छ भने मैले यो वैकल्पिक सोचको बुकमा पनि किताब पनि लेख्नुभयो सर। अहिले त भर्खरै वैकल्पिक सोच लेखेको अर्को 1 हप्तापछि त जेएनजीको मुभमेन्टै भयो नि सर। अब त्यो चाहिँ एक हप्तापछि चाहिँ 18 गते मैले बुक लन्च गरेँ। 2324 चाहिँ यो अब देशमा चाहिँ यो खालको मुभमेन्ट भयो। र यो 3टा पार्टीको विश्लेषण नि मेरो चाहिँ के छ भने के सर, यो आजसम्म के हो भने कसैले 75 वर्षको इतिहास बोकेको छ, कसैले 70 वर्षको इतिहास बोकेको छ, कसैले लगभग 30 वर्षको इतिहास बोकेको छ। यो 75 वर्षसम्म यसमा के रह्यो भनेदेखि एउटै टाइपले एउटै उसमा मान्छेहरू आउँदै गएर यो 38 वर्ष त नेपाली काङ्ग्रेस र एमाले शासनै गर्यो। माओवादीको पनि सर, अब हजुरलाई किन म सर अब हजुरलाई पनि थाहा छ भने चाहिँ म चाहिँ सर पहिला संसदमै जागिर खान्थेँ सर। 2048 सालमा पनि सर संसदमा चाहिँ तेस्रो ठुलो पार्टी चाहिँ माओवादीको थियो सर। त्यो बेला माओवादी नाम थिएन, संयुक्त जनमोर्चा थियो सर। हाम्रो कृष्णबहादुर महरा त त्यो पार्टीको सर चिफै हुनुहुन्थ्यो। तर उहाँले शासन सत्ता चलाउन थाल्नुभएको चाहिँ सरले भने 63 सालमा झन्डै 19-20 वर्ष नाग्यो सर। अहिले त के 63 साल वैशाखमै अब आइहाल्यो भने चाहिँ 19 वर्ष नाग्यो होइन सर, 20 वर्ष हुन लाग्यो। 3टा पार्टीको त सर अब सुरुदेखि भन्ने हो नि त 35 वर्ष भन्न मिल्ला, 90देखि माओवादीको 20 वर्ष, उहाँहरूको 35 वर्ष भन्दा लजिकल होला सर। ठिक छ। अब यो हिसाबले हेर्दाखेरि चाहिँ सर यति लामो समय काम गर्दाखेरि एउटा सानो देश, यो देशलाई परिवर्तन गर्न धेरै पनि लाग्दैन, 10 वर्षको भन्दा बेसी लाग्दैन। अरू संसारलाई हेर्दाखेरि तपाईँको के छ नि, अरू मैले यो देश छ ऊ देश भनिनँ। अहिले पछिल्ला दशकमा त धेरै देशहरू एकदम छिटो ग्रोथ भयो। यहीँ इन्डिया हेर्नुभयो भने, साउथ कोरिया हेर्नुभयो भने, चाइना हेर्नुभयो भने, अमेरिकाको विकास पनि धेरै लामो लाया देख्दिनँ इतिहास हेर्दाखेरि। र भनेपछि यसलाई के छ भन्दा सरले जुन क्वेसन गर्नुभयो सच्चिने कुरामा छ नि, सच्चिने कुरामा चाहिँ अब यो म लागे र नलागे भन्दा पनि अब म त सानो छँदा हजुरले भित्रदेखि देख्नु भएको छ त। फेरि मैले सर किन पनि प्रश्न सोधेँ भने सरलाई मैले यिनै सरलाई फेरि सरले बताउनु होला। सर काङ्ग्रेसमा पनि लाग्नुभयो, अब काङ्ग्रेसबाट नहुने रहेछ भनेर सर फेरि वैकल्पिक नयाँ शक्ति भनेर डाक्टर बाबुराम भट्टराईको चाहिँ सर सचिवालयको सदस्य भएर पनि काम गर्नुभयो। दुईटैको अनुभवको आधारमा पनि सर, दुईटैको अनुभवबाट के छ भने के सर, मलाई अब म एकदम बच्चा बेलामा काङ्ग्रेसमा लागेर पिएचडी गरेपछि मैले काङ्ग्रेस छोडेँ। यो सरले 72 सालमा छोड्नुभयो काङ्ग्रेस। 72 साल म चाहिँ 10 वर्ष त भयो सरले काङ्ग्रेस छोड्या त। भनेपछि यो पनि के देखेँ भने यो त्यति बेला त के हुन्थ्यो भने यो ठुल्ठुला धेरै उमेर पुगेका मान्छेहरूले मात्रै नि पार्टी सञ्चालन गर्ने जस्तो त्यस्तो चाहिँ ऊ हुन्थ्यो। र अब मैले योले नचल्ने नै भयो। अब देशमा अल्टरनेटिभ विकल्पै चाहिन्छ भनेर 2072 सालमा चाहिँ हाम्रो डाक्टर बाबुराम भट्टराईले चाहिँ जुन लिड गरे पार्टीमा म सचिवालय सदस्य नि भएँ। 4 वर्ष मैले काम पनि गरेँ है। र
मलाई लाग्छ कुनै पनि चिजको विकल्पै चाहिन्छ। हजुर, वैकल्पिक जहिले पनि लाग्छ नयाँ चिज सोचिराख्नु पर्यो नयाँ सर। चिजै चाहिन्छ। यो शिक्षा, स्वास्थ्य, राजनीतिदेखि लिएर सबैलाई हाम्रै बडीलाई पनि नयाँ चाहिन्छ। अब यो नयाँ भन्ने वैकल्पिक भन्न साथमा के भाष्य निर्माण भएको छ भनेदेखि नयाँ पार्टी मात्रै भन्ने, तर पुरानो पार्टीलाई पनि सच्चिन सक्ने आधारहरू टन्नै हुन्छन्। जस्तो तपाईँ हार्वर्ड युनिभर्सिटीलाई हेर्नुभयो भने लगभग 400-500 वर्षको इतिहास छ नि। भनेपछि त यदि त्यसलाई करेक्सन नगरा भए आज हार्वर्डलाई संसारको डेस्टिनेसन हुन्थ्यो र शिक्षामा हुन्थेन नि। सधैँ नयाँ जेनेरेसनले पुरानो जेनेरेसनलाई क्वेसन गर्दै सुधार गर्दै गयो। सुधार गर्दै गयो किनभने संसारको निड बेस छ, रिसोर्स बेसको हिसाब गर्दै उनीहरूले चाहिँ करेक्सन गर्दै गयो। मैले त्यो बुकमा पनि लेखेको छु, यदि यो देशमा हामीले चाहिँ यो 3टा पार्टीलाई करेक्सन गर्ने हो भने सबैभन्दा बेस्ट हुनसक्छ कङ्ग्रेस, एमाले र माओवादी। किनभने कङ्ग्रेस र कम्युनिस्ट दुईटा मात्रै भए पुग्छ कि सर? होइन, यो 3टै पार्टीलाई एकछिन कस्तो करेक्सन भनेदेखि उहाँहरूले, अब मैले भन्ने गर्छु, उहाँहरूले लगभग 2टा लेयरको नेताले छोड्नुपर्छ। 2टा लेयरको नेताको एजको हिसाबले पिपुलले पत्याइरहेको फर्स्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन छोडेर थर्ड 50 वर्षभन्दा तलका मान्छे आउनु पर्यो भन्नु पर्यो, लिड गर्नु पर्यो। वा 60कै भयो भने नि त्यो कस्तो हुनु पर्यो भने गर्न सक्ने अनेस्टी, इन्टिग्रिटी र क्यापेसिटी सर, त्यो देख्ने साथमै मान्छेले विश्वास गर्ने चाहियो कि त्यो पात्र हुनु पर्यो, त्यस्तो चाहियो। अब त्यो खालको क्रिएट गर्नु पर्यो। अनि दोस्रो कुरो के छ भने के सर, एकदम क्रिटिकल कुरो छ। कस्तो भनेदेखि उहाँहरूले त्यो सिनियर नेताहरूले के रिप्लेस गर्न सक्नु भएको छैन, रिप्लेस गर्न सक्ने ताकत पनि राख्नु भएको छैन र छोडाउन सक्ने ताकत पनि राख्नु भएको छैन। एउटा जनताबाट छोडाउने, एउटा पार्टीबाट भित्रबाट छोडाउने त्यो ताकत राख्नु भएको छैन। उहाँहरू पनि के छ नि यस्तो डिपेन्डेन्ट भइसक्नु भएको छ त्यो सेकेन्ड थर्डका लिडरहरू। त्यो कस्तो डिपेन्डेन्ट भएको छ नि उहाँले नगरिकन नेसनल पनि नहुने, इन्टरनेसनल पनि नहुने भन्ने उहाँहरूको मानसिकता छ। र अनि अब फेरि यस्तो फर्स्ट मान्छे, फर्स्ट म्यान, फर्स्ट लेडी कस्तो हुनु पर्यो भनेदेखि त्यो सबैलाई पाखा लगाएर आफू आउन सक्ने हुनु पर्यो नि। अनि तबको त्यो लिडरसिपले चाहिँ त्यो देश चलाउन सक्छ, पार्टी चलाउन सक्छ, ह्यान्डल गर्न सक्छ, नभए त सक्दैन। अनि हिजोको त्यो डिपेन्डेन्सी छ नि त्यो अहिलेसम्म पुस्तौँ पुस्तामा क्यारी अन भएको छ। त्यसले गर्दा चाहिँ उहाँहरूसँग फर्स्ट लिडरसिप गर्न सक्ने त्यो ताकत पनि त्यो 3टा पार्टीमा सेकेन्ड र थर्डको छैन। कुरा पैसाको। एउटा सधैँ यहाँ म कलेजको साथीहरूसँग कुरा गर्दा के भन्नुहुन्छ भने विद्यार्थीहरू सबै बाहिर गए, मेरो कलेजमा त यसपालि विद्यार्थी पुरै भर्ना भएन भन्नुहुन्छ। तर सरसँग जहिले कुरा गर्नुभयो होइन मेरो त कोटा फुल छ है भनेर भन्नुहुन्छ। सर त्यो कस्तो वैकल्पिक सोचले चाहिँ सरले स्कुल कलेज चलाउनु भएको छ ताकि सरको चाहिँ कोटा फुल हुने, अरूको चाहिँ कोटा चाहिँ फुल नहुने? सर के हो सर त्यसको राज पनि कसरी पैसा कमाइरहनु भएको छ? यस्तो हो सर, के हो भने अहिले सरस्वती हेर्दाखेरि 10 क्लाससम्म स्टुडेन्टहरू कहीँ गएको छैन। अनि 11-12सम्म नि अलिक कम गइरहेछ, जान चाहिरहेको छैन एजको कारणले। प्यारेन्ट्सहरूले पनि पठाउन नचाहिरहनु भएको छ। अब अहिले गइरहेको भने ब्याचलर र मास्टर्सको हो है। ब्याचलर र मास्टर्सकोमा अहिले 24वटा युनिभर्सिटी छ। अहिले मैले त भन्छु नेपालको 24वटा हजुर। र यसमा के हो भने विश्वविद्यालयहरू खाली र विमानस्थल भरि। अहिले तपाईँले विमानस्थल जानुभयो भने एट एनी टाइम मान्छे क्राउड छ। मानव देशमा आउनेको सङ्ख्या एकदम कम छ, जानेको सङ्ख्या बढी छ। मानव देशमा कस्तो छ भने विकराल भइरहेछ, द्वन्द्व भइरहेछ र मान्छे भागिरहेछ जस्तो तपाईँले उसमा देख्नुहुन्छ। अब यसमा के हो भन्दा युनिभर्सिटीका लिडरहरूले यस्तो कुरो चेन्ज गर्न सकेन। अब यो सक्नु भएन किनभनेदेखि उहाँहरूले पनि ट्याक्क टिका लगाएका मान्छे पढ्नुभयो। बिसी, रेक्टर, रजिस्ट्रार, डिनहरूसम्म हेर्नुहोस्, पार्टीको पछि लाग्नेहरू, पार्टीबाट चाहिँ टिका लगाइदिने मान्छेहरू त्यहाँ परेर नयाँ चेन्ज ल्याउन सक्नु भएन। अब सरले सोध्नुभयो मलाई, हजुर सरको स्कुलमा चाहिँ कलेजमा कसरी फुल छन् विद्यार्थी सर? एकछिन स्कुलसम्म नि जहाँ पनि भइहाल्यो सर, कलेजको कुरा प्लस 2सम्म नि भएन। अब ब्याचलर किन भरि भयो भन्दाखेरि एउटा के हो भन्दा हामीले त्यहाँबाट पास आउट भइसकेपछि हाम्रा स्टुडेन्टहरू काम गर्न जान सक्छन्। हजुर। अब अथवा हामीले इन्टर्नसिप र
जब प्लेसमेन्ट गरिदिन्छौँ। हजुर। र त्यो पनि कसरी हो भने उहाँहरूलाई हामी के गर्छौँ भनेदेखि एउटा युनिभर्सिटी करिकुलम पढाउँछौँ, एउटा हाम्रो करिकुलम पढाउँछौँ। हजुर। है, अनि त्यो युनिभर्सिटी करिकुलमले चाहिँ त्यो उसको काम गर्छ, एकाडेमिक डिग्री पाउने काम गर्ने। अनि हाम्रो भोकेसनल ट्रेनिङले चाहिँ अनि यो जीवनसँग जोड्नु हो सरले, जोडेर अथवा कुनै उद्योगसँग जोडेर, कुनै अफिससँग जोडेर प्र्याक्टिसमा जोड्ने खालको एजुकेसन दिन्छ। सर वित्तीय शिक्षा पनि सरले दिइराख्नु भएको छ ताकि सर जस्तै उहाँहरूले पनि कमाउन सक्नुहोस्। हामीले कुनै पनि खालको टेक्नोलोजीको र म्यानेजमेन्टको र कुनै पनि संस्थासँग जोडेर काम गर्न सक्ने शिक्षा हामीले दिइरहेछौँ। र हामी के भन्छौँ नि, हामीसँग जोडिनुहोस्, हामी जब दिन्छौँ। सर कस्तो राम्रो, जबकै अस्योरेन्स दिन्छौँ सर। अब जेएनजी, अब सरले पढाउनु भएको त प्रायः जेएनजी मुभमेन्ट कलेजमा पढ्नेहरू त सबै जेएनजी नै भइहाल्नु भयो। उहाँहरूले सर यत्रो धेरै परिवर्तन ल्याउनु भयो। उहाँहरूको मेन माग भनेको सुशासन भनौँ न होइन सर। अब सुशासन नभएको कारणले नेपालबाट मान्छेहरू चाहिँ बाहिर गए भन्ने जस्तो कुरा पनि सरले इन्डिकेट गर्नुभयो। सर मैले खालि पैसाको कुरा, पैसाको कार्यक्रम पनि भावना सर। डक्टर इन्जिनियरहरूसँग थोरै पैसा हुने तर नेताहरूसँग धेरै पैसा हुने चाहिँ कारण कसरी हो सर? घर घरमा पैसा जलेको पनि हामीले देख्यौँ। सरको त एकजना छिमेकीकै घरमा पनि पैसा धेरै थियो, 2 जना हुनुहुन्थ्यो क्या सरको छिमेकी होइन सर। सर त त्यो कसरी भयो होला? यसलाई कसरी सर वैकल्पिक आन्दोलनमा पनि लाग्नु भयो हुनाले हजुरले वैकल्पिक सोच भन्ने किताब पनि निकाल्नु भएको छ। सर कसरी भयो होला सर? सबैलाई थाहा भइसक्यो। हजुर। अहिले मैले हिजो भर्खर एकजना हजुर 12 इयर्सको बच्चालाई सोधेको थिएँ, त्यहाँबाट सही हुन्छ। अनि तिमीलाई चाहिँ यो अहिलेको आन्दोलन कस्तो लाग्यो भने ठिक लाग्यो। किन ठिक लाग्यो भन्दाखेरि यो नेताहरूले पैसा करप्सन गरेर छ भन्यो। अनि पैसा करप्सन गरेर अनि कसरी थाहा पायो तिमीले भन्दाखेरि नेताको घर घरबाट चाहिँ पैसा जलिरहेको देख्यो, धेरै क्यास घरबाटै दियो। अनि कसको भन्दा सबभन्दा ठुलो पार्टीका लिडरहरूको होइन। अनि भनेपछि त्यो करप्ट कसरी भयो त भन्दा उसले के आन्सर दिनुभयो भने उहाँ त्यो बच्चाले 12 वर्षको 12 इयर्सको बच्चाले त्यो नि आइबी लेभलमा पढ्ने भने आइबी स्कुलमा पढ्ने बच्चाले के भन्ने भने होइन यो त उहाँले करप्सन। अनि मैले के भने नि होइन उहाँ त प्रधानमन्त्री भइसक्यो, मन्त्री भइसक्यो मान्छेको त धेरै नै तलब हुन्छ नि त नानी, त्यही भएर त्यो देखा हो भने। अनि कहाँ त्यस्तो तलब हुन्छ? हाम्रो त धेरै ठुलो लोन छ भने। कति लोन छ त? 27 खर्ब छ भने। अनि त्यो 27 खर्ब कहाँबाट ल्यायो त? विदेशबाट लोन ल्यायो नि उनीहरूले खाने भनेर त्यो बच्चाले त्यस्तो बच्चालाई त्यस्तो चीजहरु हामीले सिकाएको। अब हेर्नुस्, यो जेनजी आन्दोलन भन्दा पहिला के थियो भने यो जेनजीहरुले छ नि राजनीति बुझ्दैन भन्ने थियो। राजनीति बुझ्दैन नि थियो, मतलब पनि थिएन। यो अहिले देशको प्राइम मिनिस्टर को भन्ने नाम पनि थाहा थिएन, अहिलेको राष्ट्रपति को भन्ने थाहा पनि थिएन। अब जेनजीहरु होइन, अल्फा जेनेरेसन मान्छेले पनि के थाहा पायो भनेदेखि यो करप्सन गरे हो। अब हामीले सबैले बुझिरहेछौँ नि के हो भने कुनै पनि यो देशको मन्त्री, प्रधानमन्त्री, सांसद, सचिवले यदि अब ऊ बाहिरबाट आछ भने उसले घर बनाउन सक्दैन, काठमाडौँमा अहिले त जग्गाको भाउ असाध्य महँगो छ, किन्नै सक्दैन, बनाउनै सक्दैन भनेदेखि अब उहाँले कसरी बनायो भन्दा पनि 3 पुस्तालाई पुग्ने। अब उहाँको छोराछोरी विदेशको सबैभन्दा महँगा युनिभर्सिटीहरूमा पढ्ने, अनि उहाँका छोराछोरी काम नगर्ने। अब यो नेपो बेबी भनेर यो सारा कुराहरू नै आयो हैन भनेदेखि यो कुरो सबै कुकृति हो सर। यो कुकृति र कुकामै हो। अनि चुनावमा जाँदा गलत संस्कार हामीले नेताहरूलाई चाहिँ गलत शिक्षा दिएछौँ सर। हैन यस्तो भयो, उहाँले गलत चाहिँ सिक्नु भयो कि के हो सर? यो शिक्षाबाटै म भन्छु, फेरि सरले यसले कोट्याउनु भयो। यो के छ भन्दा उहाँले 3 पुस्तासम्म मात्रै हैन, त्योभन्दा धेरै पुग्ने पैसा त कमाछ, यो त देखिरहेछ। हेर्नुहोस् है, एकचोटि सांसद भएर एकचोटि मन्त्री भएर त्यही बेला खान पुग्दैन भने जीवनभर पुग्ने त्यो सम्पत्ति कमाइरहनु भएको छ एउटा। अनि दोस्रो, आफ्नो मान्छेहरू अब बच्चाहरूले चाहिँ महिनामा 1 लाख तिर्ने पैसा तिर्ने ठाउँहरूमा चाहिँ उहाँले पढाइराख्नु भएको छ। यो कुरो छाङछुङ्गै छ। हेर्नुहोस् है, त्यसले गर्दा अब रह्यो यो पनि शिक्षाकै कमजोरी कहाँनिर हो भने हेर्नुहोस् है, अब शिक्षाको कमजोरी के हो भने हाम्रो करिकुलममा कहिले पनि यो भ्यालु, इथिकल भ्यालु अनि नेसनालिटीको कुरो,
डिसिप्लिनको कुरो कम पढायौँ सर हामीले पढाउँदै पढाएन। अलिअलि त पढाउनु सर हामी नैतिक शिक्षा पढ्नु पर्थ्यो घरमा पनि हामीले सिकाउन सक्छौँ हैन अब सर यस्तो छ के सर कस्तो छ नि यी अहिलेको यो आन्दोलनले के सिकायो भने एउटै 27 घण्टाको आन्दोलनले मैले सिकेको कुरो चाहिँ के हो नि अब यो देशमा छ नि खास पैसा धेरै चाहिन्छ कमाउनु हुँदो रहेछ भन्ने कुरा पैसा त चाहियो तर गलत पाराले कमाउनु भएन सारा नेपालीहरूलाई के फिल दिएको छ भनेदेखि नचाहिने गरी पैसा कमाउनु हुँदैन भन्दै त नचाहिने गरी पैसा कमाउनु हुँदैन भनेर करिकुलममा राखिदिए भए गभर्नेन्स सिस्टम राखिदिए भए अनि त्यो कमायो भने के हुन्छ त भनेर कारबाही गर्न थाले भए हजुर कस्तो हुन्थ्यो होला त एकदमै कस्तो राम्रो कुरा हुनु सर अब हजुर चाहिँ शिक्षा क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ मैले अघि नै पनि सरले कति राम्रो चिज भन्नुभयो अरूकोमा विद्यार्थी नहुँदाखेरि पनि ग्रेजुएसनको कोर्सेसहरूमा हजुरकोमा विद्यार्थीहरू छँदैछन् सर अब हजुर चाहिँ शिक्षा मन्त्री अस्ति चर्चा पनि चलेको थियो सर शिक्षा मन्त्री हुनुहुन्छ कि भन्ने हामीले आश पनि गरेका थियौँ अब महावीर पुन सर हुनुभयो जो भए पनि सर अझै शिक्षा मन्त्री हुनुभयो सरले शिक्षामा के परिवर्तन गर्नुहुन्थ्यो ताकि नेपालीहरू पैसा कमाउन बाहिर जानु पर्दैन थियो र यी नै नेपालीहरू धनी हुन सक्थे सरले अहिले केही चिजहरू इन्डिकेट गर्नुभएको छ त्यसलाई थप प्रकाश पार्दिन मैले हेर्नु सर म बुदागर्जुमै भन्छु एक नम्बरमा मैले के गर्थेँ भनेदेखि यो देशमा प्रधानमन्त्री चान्सलर र शिक्षा मन्त्री को चान्सलर बन्ने कुरो हटाउनै पर्यो म चाहिँ त प्रधानमन्त्रीको समय व्यस्त त उहाँले राजनीति गर्नुहोस् अरू काम गर्नुहोस् यो शिक्षामा चाहिँ शिक्षा क्षेत्रको मान्छेले चलाउने सर त्यो शिक्षा क्षेत्रकै मान्छेले कसले चलाउने भने पार्टीको झोले पनि हुनु भएन सर त्यहाँ कस्तो मान्छे आउनु पर्यो भने त्यो युनिभर्सिटीको मा काम गरेको सबैभन्दा बेस्ट अफ द बेस्ट आउनु पर्यो बेस्ट प्रोफेसरले चाहिँ कम्पिटिसनको हिसाबले कम्पिटिसनमै गरेर उहाँ लिडरसिप स्किल पनि नलेज पनि भएको लिडरसिप स्किल पनि चान्सलर बन्नु पर्यो बिसी किन चाह उहाँ चान्सलर बन्नु अनि उहाँले के गर्न पाउनु पर्यो भने उहाँले यस्तो सङ्घ सङ्गठन एसोसिएसन सब खारेज गरेर त्यो युनिभर्सिटी बनाउनु पर्यो ओके रियल युनिभर्सिटी संसारभरिको बाहिरको युनिभर्सिटीमा जुन एउटा विद्यार्थीहरूको केही संस्था होला उनी वेलफेयर त्यो इन्स्टिट्युसन चाहिएला हैन सर त्यो रियल युनिभर्सिटी बनाउनु पर्यो र त्यहाँका स्टाफहरू सबले काम गर्नु पर्यो ओके लिडर बन्नु होइन लिडर बन्ने हो भने त त्यो राजीनामा दिएर फिल्डमा जानु पर्यो भनेपछि सर अब विद्यार्थीहरूले पनि कर्मचारीहरूले पनि प्राध्यापकहरूले पनि के गर्नु पर्यो भन्दा पढाउनु पर्यो अथवा पढ्नु पर्यो आफ्नो काम गर्नु पर्यो विद्यार्थीहरूले पढ्नै पर्यो हजुर विद्यार्थीहरू लिडर बन्नु भएन र त्यहाँका कर्मचारी स्टाफहरू टिचिङ अर नन टिचिङ दुईटैले त्यहाँ पढाउनु पर्यो रिसर्च गर्नु पर्यो काम गर्नु पर्यो तोकिया समयमा गर्नु पर्यो अनि त्यहाँको फी निर्धारण छ नि हजुर त्यही युनिभर्सिटीको भिसी चान्सलरलाई अथोरिटी दिनु पर्यो है र अनि तेस्रो कुरो के हो भने त्यही चान्सलरलाई के अथोरिटी र अटोनोमी र अटोनोमस बनाइदिनु पर्यो भने युनिभर्सिटी भने युनिभर्स बनाइदिनु पर्यो युनिभर्सबाट युनिभर्सिटी भएको हजुर नाम मात्रै भयो काम भएन हजुर यसको लागि के गरिदिनु पर्यो भने यही देशको स्टुडेन्टले मात्रै पढ्ने यही देशको टिचरले प्रोफेसरले मात्रै पढाउने होइन कि संसारको मान्छे बेस्ट अफ द बेस्ट लिएर आउने ओके संसारको मान्छे यहाँ ल्याउनु पर्यो ओके टिचर पनि ल्याउनु पर्यो प्रोफेसर ल्याउनु पर्यो र स्टुडेन्ट पनि ल्याउने वातावरण तयार गर्नु पर्यो ओके र अनि यसले गर्दा के हुन्थ्यो भने मिक्स हुन्थ्यो अनि हाम्रो देशबाट विदेश जाने त कुरै रहन्थेन बाहिरबाट पढ्न आउँथ्यो ओके कस्तो राम्रो यही देशमा चाहिँ के हुन्थ्यो भने हाम्रो चाहिँ यो देशको तपाईँको टुरिज्म अनि त्यसपछि होटेल चलाउन मान्छेले सक्थ्यो यो देशको किराना सामान चल्थ्यो उद्योग धन्दाहरू चल्थ्यो अनि अर्को थर्ड भनौँ फोर्थ भन्नुहोस् यो के हो भन्दा सबै स्कुल कलेज र युनिभर्सिटी लेभलमा ड्रेस यो बाहिर ल्याउन बन्द गरिदिन्थ्यो हेर्नुहोस् यही देशको उद्योग धन्दाबाट उत्पादित चिजहरू प्रयोग गर्ने चिज मात्रै त्यसमा प्रयोग गर्ने हजुर ओके हेर्नुहोस् है र अनि अर्को तर हामीले कम्पिट चाहिँ गर्नु पर्यो नि सर अरूसँग अरूको भन्दा राम्रो बनाउनु चाहिँ पर्यो कम्पिट त गर्न सक्छ नि हैन सर सक्छ गर्नु पर्यो त्यही त गर्न सक्छ त्यो भन्दा कम रेटमा दिन सक्छ त्यो मलाई राम्रो थाहा छ र अनि अब यो के हो भने अब हामीले छ नि हजुर 24वटा युनिभर्सिटी एउटै तरिकाको छ सबै ठाउँमा एउटै विषयहरू पढाइन्छ उस्तै हुन्छ इन्जिनियरिङ हुन्छ डक्टरेट हुन्छ यो सबै हुन्छ मैले त्यो सब युनिभर्सिटीहरूलाई सेक्टरल युनिभर्सिटी बनाइदिन्थेँ त्यो भनेको के हो सर प्रकाश त्यो सेक्टरल युनिभर्सिटी भने कस्तो भनेदेखि
एउटा मेडिकल युनिभर्सिटी, एउटा एम्स आईआईटी भने जस्तै छ, एउटा इन्जिनियरिङ युनिभर्सिटी, ओके आईआईटी एउटा एग्रिकल्चर युनिभर्सिटी। ओके अनि अब हाम्रो देशको भूगोल के छ नि, हिमाल छ, पहाड छ, तराई छ। हजुर तराई बनाउने युनिभर्सिटी चाह्यो, पहाड बनाउने युनिभर्सिटी चाह्यो, तपाईँको हिमाल बनाउने युनिभर्सिटी चाह्यो। जुन हिमाल बनाउने युनिभर्सिटीले कस्तो गर्छ भने संसारको टुरिज्म त्यहाँको फोकस गर्छ। हजुर हेर्नुहोस् है, त्यहाँ पढ्न हेर्नुहोस् माउन्ट एभरेस्ट युनिभर्सिटी राखिदियो भने तपाईँको त्यहाँ युनिभर्सिटी पढ्नलाई संसारको मान्छे आउँथ्यो, पढाउन संसारको मान्छे आउँथ्यो। लुक्लाको छेउछाउतिर बनाउने छ अनि त्यहाँ युनिभर्सिटी चल्छ नि। अब हाम्रो नेताहरूको कुरा त नगरौँ अहिले। अनि त्यसपछि म के हो भने नेपाली भाषा, म त सरलाई नै मन्त्री शिक्षा मन्त्री भए के गर्नुहुन्थ्यो भनेर सोधिरहेको छु। नेपाली भाषा र संस्कृत भाषालाई ग्लोबल्ली लान्थेँ। ओके हेर्नुहोस् है, किनभने संस्कृतबाट नेपाली भाषा चाहिँ सुरुवात भएको अथवा इङ्ग्लिस सुरु भएको। हेर्नु इन्डो युरोपियन एउटै फ्यामिलीका परे दुईटै, त्यसले गर्दा चाहिँ संस्कृत भाषालाई ग्लोबल्ली बनाउँथे। र अनि हाम्रो त्यो 24वटा युनिभर्सिटीबाट पास आउट भएका स्टुडेन्टहरूको सर्टिफिकेट छ नि ग्लोबल्ली रिकगनाइज हुने बनाउँथे। ओके हेर्नुहोस् है, क्वालिटी कन्ट्रोल गरेर। हजुर त्यसले गर्दा चाहिँ यो कुराहरू के हो भन्दा हेर्दा सिम्पल छ, हेर्दा मेजर पनि छ। हेर्नुहोस् है, र अनि जस्तो हाम्रो सिटिबिटी छ, सिटिबिटी सबै ठाउँबाट यो एउटा ट्रेनिङ हबको रूपमा डेभलप गर्थे। र अनि हाम्रो त्रिभुवन युनिभर्सिटी अहिले के छ नि, यो 7वटै प्रदेशमा छ। 7वटै प्रदेशमा यो त्रिभुवन युनिभर्सिटी नै यो लगभग 400-500 वटा नदिने आफ्नै क्षेत्रमा एउटा युनिभर्सिटी खोलिदिने। अनि अहिले तुरुन्तै म अम्ब्रेला एक्ट ल्याइदिन्थेँ। हेर्नुहोस् है, त्यो अम्ब्रेला एक्ट भने के हो भन्दा प्राइभेट युनिभर्सिटी खोल्ने। हजुर जति खोल्न सक्छ खोला। इन्डिपेन्डेन्ट हुन्छ नि त, एउटा प्यारामिटरभित्र बस्नु पर्छ। प्यारामिटर चाहिँ कस्तो हो भने ह्युमन रिसोर्स र ह्युमन क्यापिटल र फाइनेन्सियल क्यापिटलको रेन्ज राखिदिएर अनि त्यो खोलिदिन्थ्यो। हेर्नुहोस् है, र अब मलाई लाग्छ के हो भने यति चिज गर्दाखेरि यो देशमा कस्तो हुन्थ्यो भनेदेखि तपाईँको यो दिनको 3000-3500 बाहिर जान्छ नि मान्छेहरूलाई यो रोकिन्थ्यो। हेर्नुहोस् कम हुन्थ्यो होला हैन सर, 100% रोकिने भने संसारभरि हुँदैन, न्यूनीकरण हुन्थ्यो भनौँ। 100% रोकिने भने नि कस्तो भने बाहिरको मान्छे आउँथ्यो, यहाँको मान्छे कम जान्थ्यो। र अनि त्यसपछि गएर हरेक चान्सलरलाई के हो भन्दा तपाईँले पढाउनु भएको युनिभर्सिटीको स्टुडेन्टले काम पाउनुपर्छ अथवा एन्टरप्रेनर बन्नुपर्छ, यदि नभने उहाँलाई फायर गरिदियो। एकदमै सर, कस्तो राम्रो सर। भन्नुहोस् न, दार्जिलिङ नैनीतालमा मान्छेहरू पढ्न जानु भएको छ, नैनीतालमा दिल्लीतिरबाट जानुहुन्छ, दार्जिलिङमा सर कलकत्ताबाट जानुहुन्छ, हाम्रो त इलामदेखि डडेलधुरासम्म सर कति विद्यार्थी इन्डियाबाट हामी चाहिँ आकर्षण गर्न सक्दैनौँ। यस्तो राम्रो वेदर छ। जियोग्राफी के छ भन्दा धेरै टाढा छैन। हामीले आजसम्म के देख्यौँ भने हुम्ला, जुम्ला, कालीकोट, मुगुलै नै छ नि, टाढा देख्यौँ। अनि के गर्नुहुन्छ, अब यहाँबाट 22 घन्टा प्लेन चढेर गएका स्टुडेन्टहरूको मतलब भएन, 13 घन्टा युरोप जानेको मतलब भएन, 5 घन्टा हाम्रो यो एसियाका मुलुकहरूमा जानेको मतलब भएन। तर मतलब केमा रह्यो भनेदेखि अब हुम्ला जुम्लालाई टाढा देख्यौँ, कुवाको भ्यागुटेलाई कुवा नै ठुलो भयो जस्तो भयो। सर एकदमै सर, अब हामी कार्यक्रमको अन्तमा पनि आइपुग्यौँ, साथीहरूले समय सकिएको सङ्केत पनि गरिराख्नु भएको छ। सरले यति धेरै राम्रो कुराहरू भन्नुभयो, सरलाई म हार्दिक कृतज्ञता व्यक्त गर्छु। लास्टमा सर अन्तिममा चाहिँ अब शिक्षा नै धन हो भन्ने शीर्षकमा हामी छलफल गरिराखेका हुनाले सरको केही सन्देश जेनजी पुस्ता लगायत सम्पूर्ण नेपालीहरूलाई चाहिँ के छ सर? म के भन्छु भने सरले जुन अवसर दिनुभयो मलाई पनि के भन्नु मन लाग्छ र मैले पनि मेरो अनुभवले के भन्छ भनेदेखि सम्पूर्ण जेनरेसन एक्स वाई जेड जी भनौँ र अल्फा भनौँ, सबैले अब विशेष गरेर यो एक्स र वाईको चाहिँ आफ्नो पास्ट मात्रै हुन्छ भन्छ, यो उसको चाहिँ प्रेजेन्ट र फ्युचर हुन्छ, जेनजीको र अल्फाको है। अब उहाँले के गर्नुपर्छ भनेदेखि यदि तपाईँ धन कमाउने हो भने अथवा नामै कमाउने हो भने, संसारलाई जित्ने हो भने तपाईँले के छ भने लोकल टु ग्लोबल पढ्नुपर्छ र अनि टाइम म्यानेजमेन्ट गर्नुपर्छ, टिममा बसेर काम गर्नुपर्छ र तपाईँले छ नि यो यति चिजहरू गर्दाखेरि छ नि पैसा कमाउन सक्नुहुन्छ। र पैसा कमाउनको लागि भनेर छ नि मलाई लाग्छ यो जेनजी अर अल्फा जेनेरेसन छ नि आउट अफ नेपाल जानु पर्दैन, हाम्रै देशमा सम्भव छ। सम्भव पनि तपाईँ आफ्नै पालामा सम्भव होइन कि तपाईँको यो 5-6 वर्षकै टाइममा चाहिँ सम्भव छ, असम्भव केही छैन। यदि जेनजी पुस्तालाई म के भन्छु भने असम्भवलाई नै सम्भव बनाउनुहोस्
र नडराउनुहोस्, नहार्नुहोस्, गिभअप नगर्नुहोस् र तपाईँ आफ्नै देशमा बस्नुहोस्, फाइट आफ्नै देशमा गर्नुहोस् र तपाईँ विदेश नगए भएर मात्रै तपाईँलाई विदेश कुरो थाहा छैन। तर हाम्रो देश जस्तो सुन्दर देश, 12 घन्टा दिन 12 घन्टा रात हुने, न तातो न गर्मी, माइल्ड वेदर भएको देश हाम्रै देश संसारको सबैभन्दा बेस्ट कन्ट्री हो। यसैमा भिड्नुहोस्। जसै तपाईँले 27 घन्टामा चाहिँ एउटा कायापलट गर्नुभयो, तपाईँले अब 27 घन्टामा संसारको सबैभन्दा ठुलो इतिहास रच्नु भएको छ। र हाम्रो देशको नि 30 वर्षसम्म एउटा शासन सत्ता चेन्ज गर्न 30 वर्ष लडेर नेपाली काङ्ग्रेस एमाले चाहिँ शासन चेन्ज गरेर 46-47 सालमा आयो। तपाईँले पनि 27 घन्टा गरे भएर यो देश कायापलट गर्न तपाईँको हातमा चाहिँ छ। तर गिभअप नगरिकन यही देशमा भिड्नुहोस् र लड्नुहोस्, सम्भव छ। सर यो अमूल्य समय र विचारको लागि सर हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। दर्शकवृन्द, आज राजेन्द्र केसी सरले आफ्ना धेरै अनुभवहरू सेयर गर्नुभयो। उहाँ नेपालको पिएचडी एसोसिएसनको पहिलो अध्यक्ष पनि हुनुहुन्छ। आफै पिएचडी गर्नुभएको छ, व्यवसाय गरिराख्नु भएको छ, राम्रो पैसा कमाइराख्नु भएको छ र शिक्षा को एउटा चाहिँ भोटरी पनि हुनुहुन्छ। शिक्षाको क्षेत्रमा धेरै लामो समय काम गरिराख्नु भएको छ र सरस्वती र लक्ष्मी फरक होइनन् है, एकै व्यक्तिमा हुनसक्छ भन्ने कुरा आफ्नै लाइफबाट पनि हामीलाई बताइराख्नु भएको छ। र म पनि दर्शकवृन्द के भन्न चाहन्छु भने द मोर वी लर्न द मोर वी अर्न भन्दै म पनि बिदा हुन चाहन्छु। नमस्कार। कुरा पैसाको। Produced by Nepal Watch, exclusively marketed by Susri Media, exclusively on AP1 SD, Nepal Watch YouTube channel. नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैँ सजिलो, सबै सजिलो, किनकि यसमा सबै छ। कुरा पैसाको।